जब तपाईहरुले आफ्नो एनआइएमबी ब्याङ्कको मोबाइल ब्याङ्किङमा आफ्नो फोन नम्बर र पासवर्ड राखेर जब लगइनमा क्लिक गर्नुहुन्छ, तपाईहरुको अगाडि यस्तो इन्फर्मेसन आयो भने यसलाई कसरी समाधान गर्न सक्नुहुन्छ भन्ने बारेमा जानकारी दिँदैछु। नमस्कार साथीहरु, फेरि पनि म मेरो युट्युब च्यानलमा भिडियो लिएर उपस्थित भएको छु र आजको यस भिडियोको चाहिँ थम्बनेल र टाइटल देखेर तपाईहरुले थाहा पाइसक्नु होला कि आजको यो भिडियोको विषयवस्तु केको बारेमा रहेको छ भनेर। र साथीहरु, आजको यस भिडियो अन्तर्गत रहेर म तपाईहरुलाई यदि तपाईहरु आफ्नो एनआइएमबी ब्याङ्कको मोबाइल ब्याङ्किङलाई प्रयोग गर्नुहुन्छ भने त्यो मोबाइल ब्याङ्किङलाई तपाईले लामो समयसम्म नचलाएर तपाईले मोबाइल ब्याङ्किङलाई फेरि चलाउनुहुन्छ भने तपाईले त्यसको पासवर्ड रिसेट गर्नुपर्ने हुन्छ र यो पासवर्ड चाहिँ तपाईले कसरी रिसेट गर्न सक्नुहुन्छ भन्ने बारेमा यस भिडियो मार्फत जानकारी दिँदैछु। अटोमेटिक मोबाइल ब्याङ्किङले नै तपाईलाई पासवर्ड रिसेट गर्न भन्छ र यस्तो अवस्थामा तपाईले मोबाइल ब्याङ्किङको पासवर्ड कसरी रिसेट गर्न सक्नुहुन्छ भन्ने बारेमा जानकारी दिँदैछु। यसको लागि ढिला नगरिने विषयवस्तुतर्फ लागौँ र त्यसको लागि तपाईले आफ्नो एनआइएमबी ब्याङ्कको मोबाइल ब्याङ्किङ एनआइएमबी स्मार्ट मोबाइल ब्याङ्किङलाई ओपन गर्नुहोस् एप्लिकेसनलाई र ओपन गरिसकेपछि तपाईले आफ्नो मोबाइल ब्याङ्किङको फोन नम्बर र पासवर्ड राख्नुहोस् र लगइन अप्सनमा क्लिक गरिदिनुहोस्। र मोबाइल ब्याङ्किङको फोन नम्बर पासवर्ड राखेर लगइन अप्सनमा क्लिक गर्नुभयो भने तपाईहरुको अगाडि यस्तो इन्फर्मेसन आउँछ। मैले तपाईलाई अगाडि पनि भने तपाईहरुले मोबाइल ब्याङ्किङलाई लामो समयसम्म चलाउनु भएन र फेरि तपाईले चलाउने कोसिस गर्नुभयो भने तपाईहरुको पासवर्ड रिसेट गर्नुपर्ने हुन्छ। र यस्तो अवस्थामा तपाईले प्रोसिड अप्सनमा क्लिक गरिदिनुहोस् र क्लिक गरिदिनेबित्तिकै तपाईहरुको यहाँ तीनटा बक्स खोल्नेछ। फर्स्ट अप्सनमा करेन्ट पासवर्ड भनेको छ र दोस्रो अप्सनमा न्यू पासवर्ड भनेको छ र तेस्रो अप्सनमा कन्फर्म न्यू पासवर्ड भनेको छ। करेन्ट पासवर्डमा तपाईले चलाउँदै गरेको तपाईहरुको पासवर्ड राख्नु होला। तपाईले अहिले जुन पासवर्ड चलाउँदै हुनुहुन्थ्यो त्यो पासवर्ड राख्नु होला र न्यू पासवर्ड भन्ने बक्समा तपाईले आफूले सम्झिने खालको नयाँ पासवर्ड राख्नु होला र कन्फर्म न्यू पासवर्डमा तपाईले न्यू पासवर्ड जुन राख्नु भएको छ त्यही पासवर्ड कन्फर्म गर्नु होला र प्रोसिड अप्सनमा क्लिक गरिदिनुहोस्। र तपाईले कस्तो खालको पासवर्ड चाहिँ राख्नुपर्ने हुन्छ यहाँ माथि तपाईले दुईटा बुँदामा दिएको छ, पढेर आफ्नो पासवर्ड स्ट्रङ बनाउन सक्नुहुन्छ। र पासवर्ड राख्दा तपाईले स्मल लेटर, क्यापिटल लेटर, अल्फाबेट गरेर सम्पूर्ण तरिकाले मिलाएर पासवर्ड राख्नुपर्ने हुन्छ। र पासवर्ड कसरी राख्न सकिन्छ मैले भिडियो पनि बनाएको छु, हेर्न सक्नुहुन्छ। र मेरो इन्फर्मेसन सम्पूर्ण भरिदिन्छु र प्रोसिड अप्सनमा क्लिक गर्छु। र तपाईले सम्पूर्ण इन्फर्मेसन फिलअप गरिसकेपछि फेरि प्रोसिड अप्सनमा क्लिक गरिदिनुहोस् र क्लिक गरिदिनेबित्तिकै तपाईहरुको पासवर्ड सक्सेसफुल रिसेट भइसकेको छ। तपाईले यसलाई डिसमिस गर्न सक्नुहुन्छ। डिसमिस अप्सनमा क्लिक गरिदिनुहोस् र यति गरिदिनेबित्तिकै तपाईहरुको प्रोसिड भनेको छ। तपाईले आफ्नो जुन चलाउँदै गरेको ट्रान्ज्याक्सन पिन थियो त्यो ट्रान्ज्याक्सन पिन पनि तपाईले रिसेट गर्नुपर्ने हुन्छ र फेरि तपाईले प्रोसिड अप्सनमा क्लिक गरिदिनुहोस् र क्लिक गरिदिनेबित्तिकै करेन्ट ट्रान्ज्याक्सन पिन भनेको छ अहिले चलाउँदै गरेको पिन राख्नु होला र न्यू ट्रान्ज्याक्सन पिन भनेको छ सम्झिने खालको पिन राख्नुहोस् र कन्फर्म ट्रान्ज्याक्सन पिनमा न्यू ट्रान्ज्याक्सन पिन जुन राख्नु भएको छ त्यही पिनलाई कन्फर्म गरिदिनु होला। म मेरो फटाफट इन्फर्मेसन राख्नेछु र ट्रान्ज्याक्सन पिन राखिसकेपछि प्रोसिड अप्सनमा क्लिक गरिदिनुहोस् र यति गरिदिनेबित्तिकै तपाईहरुको ट्रान्ज्याक्सन पिन पनि सक्सेसफुल रिसेट भइसकेको छ। अब तपाईले डिसमिस गर्न सक्नुहुन्छ यसलाई, अर्थात् अगाडिको प्रोसेसमा जान सक्नुहुन्छ र तपाईले अहिले चेन्ज गरेको पासवर्ड राखेर मोबाइल ब्याङ्किङलाई तपाईले एक्टिभ गर्न सक्नुहुन्छ, अर्थात् मोबाइल ब्याङ्किङ चलाउन सक्नुहुन्छ। र अहिले चेन्ज गरेको तपाईले पिन राखेर मोबाइल ब्याङ्किङबाट कुनै पनि ट्रान्ज्याक्सन सक्सेस गर्न सक्नुहुन्छ। र साथीहरु, आशा गर्दछु तपाईहरुलाई आजको भिडियो इन्फर्मेटिभ भयो होला। यदि भिडियो इन्फर्मेटिभ लागेमा तपाईहरुको साथीहरुको माझ पनि भिडियो सेयर गरिदिनु होला र यस्तै भिडियो हेर्नको लागि तपाईहरुले मेरो च्यानल सब्स्क्राइब गरेर तपाईहरु मसँग जोडिन सक्नुहुनेछ। र साथीहरु, अर्कोचोटि अर्को मेरो च्यानलमा भिडियो प्रस्तुत गर्नेछु। त्यतिखेरसम्मको लागि छुटौँ है त।